हेर्न सक्नुहुन्छ बुढीले जुकाको दबाई खानलाई के नाटक गर्दैछ खोइ दबाई चाहिँ छिटो न लो यो यो खाने नि ठत्तै यो खाने त्यो भुँडीभित्र जुकाले तिम्रो ल ल ल जुकाले राजतन्त्र फैलाइरहेछ लोकतन्त्र भन्दा ठुलो चाहिँदैन बुढीको नाटक साह्रै धेर छ हौ संसारमा यति साह्रो नाटक हुनु साह्रै गाह्रो पर्यो टक्क चबाउने फेरि नचबाइनिले भने त फेरि अपरेसन गरेर निकालेर चबाल्नु आउँछ ओ होइन नि चबाउने हो कहाँ निल्ने हो त सुरुमा होइन लाग्दैन आएछ भने म थाप्दिउँ ल चोरिदिनु लु यहाँ राखिरहेको टक्क खानु भने हुने थियो नसुँगी भन्छ यहाँ लु नाकमा थुनिदिन्छु लु अब खाऊ खै यहाँ नाक थुनिदिन्छु लु अब मुख नाल केही हुँदैन लु म यति अलिकति खोलिदिन्छु लु लु यो त सेन्ट्रल फुड गराउँछ अर्को पो त्यस्तो छिटो नाटक नगरी अहिले फेरि मलाई रिस उठ्छ है एकचोटि यसले साँच्चै नाटक गर्यो मलाई रिस उठिसक्यो लु न एकचोटि उ गर न यस्तो आँखा चिम्म मुखमा हाल्ने गर्ने र यस्तो आँखा चिम्म लु न डार्लिङ तिमी त मेरो काली हो नि कि झत्ता नै पो बढी लु न खाऊ उयो आइसक्रिम सेलाइसक्यो खाएपछि यति नाटक गर्नु पर्ने खानै नखाइ यत्रो गर्दैछु लु न लु 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 दरी लु आँखा चिम्म ल छिटो भन्दैछु गुलियो खाँदैन यति साह्रो त ओलीलाई राजीनामा दिन नि भएको थिएन जति बुढीले नाटक गरिसक्यो छिटो न छिटो खाऊ भनेको फेरि उता पुग्यो ल चाउ न आँखा चिम्म गर नाक बन्द गरेर हो क्या खाने ल मलाई रिस उठिसक्यो अब चाहिँ चामल लाउनु छिटो ल कति नाटक गरिकिरे जल्दी न कसरी खानु त छिटो त्यहाँ भुँडीभित्र जुकै जुका छ यहाँ बाहिरबाट देखिन्छ क्या नाटक है भाइ इसका हुँदैन हौ यो आज मलाई रिस उठ्यो अब हुँदैन त्यो निलिसक्यो अब मलाई रिस उठ्यो तिमीदेखि ओ जामा लाउने तर्फेनी नि हुँदो रहेन मजाले चबाउ त्यहाँ मजाले चबाउनु पर्यो नि त्यहाँ मजाले चबाउ गर त अब अर्को नि गोली छ खाइके नि बा माथि लुकाएर आइसक्यो कि जिब्रोमाथि गर त प्रुफ हेरौँ के अर्थ खायो कि खाइन आइसक्रिम नै ल्याएपछि त मलाई खुवाइदिउँ नि त अरे थोरै हो लोबिनी चुइया हेर त त्यत्रो किनिदिएको मैले थोरै हो 25 वर्षको बुढाबुढी हेर है र चुइया पछि कराईको तेलमा जान्छ तिमीहरूको बुढी भइसक्यो नि हो तिमीलाई भुँडी दुख्छ त्यो खाएर मैले चोखे लागिसकेँ चोखे लागि थु